गाइस, तपाईहरुलाई स्वागत छ हाम्रो अर्को भिडियोमा। र आज चाहिँ हामी फेरि पनि ड्रागन फार्मतिर जाँदैछौँ, घर नजिकैको। र जाँदा जाँदै बाटोमा देखिएको यो मकैबारी चाहिँ हजुरहरूले यसरी देख्न सक्नुहुन्छ। घरबाट आउने बाटोमा पुरै मकैबारीले चाहिँ घेरिएको छ। र यो बाटो चाहिँ हामी ड्रागन खेतीतिर जाँदैछौँ। हाम्रो कुलदेवता भगवान हुनुहुन्छ न्यौपाने कुल मन्दिर, रक्षा गर्नुहोस्, जय जय होस्। र यहाँ पनि मकै लगाइएको छ, पुरै हरियाली नै हरियाली छ। वहाँ परसम्म देख्न सकिन्छ। मकैको सिजन कारणले जताततै मकै नै मकै छ। र मकैको बारीको बाटो हुँदै हुँदै म चाहिँ ड्रागन खेती जाँदैछु। पुग्न पनि लागिसकेँ। सबिनाले चाहिँ त्यहाँ सानसानो मुना आएकोलाई काट्दैछन्। पर ब्याकग्राउन्डबाट चाहिँ देख्न सकिन्छ। र हाम्रो फाइनली ड्रागन खेती घर नजिकैमा ड्रागन लगाएको ठाउँमा चाहिँ आइपुग्यौँ। सबिनाले के गर्दैछन्? मुना काट्दैछन्। सानसानो लागेको मुना, यस्तो सानसानोलाई चाहिँ काटेर फालिदिइहाल्नुपर्छ, नभए चाहिँ यिनीहरूले त्यो बोटको मलहरू सबै खाइदिन्छ भनेर चाहिँ। अनि मम्मी ड्याडीले पनि त्यहाँ के गर्दै हुनुहुन्छ। हरियाली नै हरियाली देखेको छ। वाउ, फुल पनि लागेको छ ड्रागन फ्रुटमा, देख्न सकिन्छ। यस्तो राम्रो फुल लागेछ। अब चाहिँ फुल फक्रेको चाहिँ हामीले बिहान पख चाहिँ देख्न सक्छौँ। दिउँसोको टाइम भएर चाहिँ अलि देखिँदैन। र यहाँ चाहिँ फक्रिसकेपछि चाहिँ यस्तो छ। यहाँ चाहिँ मजाले फुल चाहिँ लागेका छन् है। जियोस् हाम्रो ड्रागनमा चाहिँ त्यहाँ पनि देख्न सक्नुहुन्छ। र यतापट्टि पनि म देखाउँछु। यहाँनिर पनि ड्रागन फ्रुटको फुल। वाउ, यहाँ पनि लागेको रहेछ। नाइस। र बिचबिचमा चाहिँ हामीले यसरी गाभा लगाइएको छ। ड्रागन खेतीको बिचबिचमा बोडी पनि छ हाम्रो यहाँ चाहिँ। लगातारै सुकिसकेका पनि छन्। हरियो छ, कति राम्रो देखेको छ। र पछाडि ड्रागन फ्रुटको पछाडि हाम्रो मकैबारी छ। फुलहरू कस्तो राम्ररी लागेका छन् यहाँ चाहिँ। यस्तो दामी भइसकेछ। यस्तो राम्ररी फुल लागेको। मम्मी के गर्नुभएको छ? बोडी टिपेको भाउ। सुकेको बोडीहरू? हजुर, सुकेर रहेछ बोडी, त्यही टिपेको। कति बनाउनु भयो त टिपेर? कति बनायो 2-3 किलो। हरे पाउनु पाए कस्तो राम्रो। के भेट्नुभयो मम्मी? ओहो, काँक्रा। काँक्रा पनि रहेछ नि त यहाँ त। त्यही त नि भेटाइयो। गाभाको भित्रभित्र चाहिँ काँक्रा पनि फल्दो रहेछ त मम्मी। तरकारी छिटो राख्नुपर्छ यो बोडी राख्नु।